नानीको न्वारन थियो। आन्टीले मलाई पनि बोलाउनु भएको थियो, त्यसैले म पनि बिहानै आन्टीको घरमा पुगेँ। म पुग्दा भने गुरुहरू आइसक्नु भएको छ एन्ड सी इज द न्यू मम। दिदी भने त किचनमा दुध उमाल्दै हुनुहुन्थ्यो अनि म गएर नमस्ते गरेर जिस्काउँदै हुनुहुन्थ्यो। बाहिर चाहिँ सबैजना कटिङमा बिजी र दिदी चाहिँ भाँडा मस्काउनमा बिजी। केलाउने कुराहरू हामीले अलिअलि हिजो नै केलाएर आज अलिकति इजी भएको थियो। गुरुले यता सबैजनालाई गहुँ दिँदै हुनुहुन्थ्यो। सबैजना काम गर्ने, म चाहिँ कति मोबाइल ठहराउनु भनेर म पनि खुर्सानी काट्ने काममा लागेँ र मैले अलिअलि खुर्सानी काटेको थिएँ। हात त पुरै पोल्न पो थाल्यो। अनि यति गरिसकेपछि गुरुको यता बाहिर नेमिङ सेरेमनी पनि सुरु भइसकेछ। ठुलोमम्मीले सबै चाहिने सामानहरू तयार पारिदिँदै हुनुहुन्थ्यो अनि अङ्कल चाहिँ मजाले बसिसक्नु भएको थियो। बाबुले चाहिँ यहाँ चेक गर्दै हुनुहुन्थ्यो अचार। दिदीले काउली बनाइसक्नु भएको रहेछ जुन चाहिँ एकदम धेरै यम्मी देखिरहेको थियो। राजमा पनि पाकिसक्यो अनि बाहिर गएर हेरेको यता लगभग सुरु भइसकेको थियो र नानीलाई पनि बाहिर ल्याइसक्नु भएको थियो। हाम्रो कुकिङ डिपार्टमेन्ट सम्हाल्नु भएको आन्टीले चाहिँ धमाधम खाने कुराहरू पकाइराख्नु भएको थियो। एकदम धेरै मिठो खानेकुरा बनाउनुहुन्छ कि उहाँले। यसो बाहिर गएर हेरेको त अनि आन्टी पनि बाहिर आइसक्नु भएको रहेछ। मेरो भने न्वारानको नाम साह्रै नराम्रो छ, त्यही भएर बेला बेला गुरुजीलाई सम्झिन मन लाग्छ कि के नाम दिएको यस्तो भनेर। हुन त नाम नै त्यस्तै जुरेर होला। न्वारानको काम भने छिटो छिटो भइरहेको थियो। नानी भने मजाले सुतिराखेको थिइन् आन्टीको काखामा। दिदी लाउँदै हुनुहुन्थ्यो चियाको चुस्की र साथै बनाउँदै हुनुहुन्थ्यो पुलाउ। एकदम धेरै मिठो भएको थियो कि पुलाउ। हाम्रो दिदी फेरि सबै कुरामा पर्फेक्ट हो कि। बाहिर गएको फोटो सेसन चलिरहेको रहेछ। सबैजनाले नानीसँग एउटा एउटा फोटो खिचिराख्नु भएको थियो। सबैजना बाहिर बस्नु भएको थियो अनि हामीले गऱ्यौँ खानाको तयारी। पहिला अब ठुलो मान्छेलाई दिनै पर्यो अभियसली। ठुलो मान्छेबाट खानु सुरु हुन्छ जहिले नै। अनि हामी चाहिँ अब वेटिङमै हो, लास्टमा खाने मान्छे पर्यो। पछि एकछिनमा हाम्रो पनि पालो आयो। आन्टीले हामीलाई पनि पस्केर दिनुभयो खाना। हामीले पनि भगाभग खायौँ अनि खाएपछि अब भाँडा त धुनु परिहाल्यो अनि भाँडा साडा धोयौँ। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।